कहाँ जानेछौँ भरे मात्रै देखाउँछु म। आज ठुलै पानी पर्ला जस्तो छ। त्यही पनि हाम्रो टोलीले हार मानेको छैन है, यसरी हिँडिरहेछ छाता ओढेर। भ्यालीको भ्यूज हेर्नु है, मौसम खराबको कारणले यस्तो छ, केही पनि देखिँदैन। त्यही पनि हामी गइरहेछौँ। अब हामी यहाँ हात्तीबन्दी सोधेर आइपुग्न लागेको छौँ। तलदेखि कहाँ भन्ज्याङदेखि यहाँनिरसम्म आउनलाई हामीलाई कति 45 मिनटमा आइपुग्यो। ऊ गर्न लाग्छौँ है, चिया खाजा खान लाग्छौँ। ल्याउनु, म खान्छु। अन्डा खानु भनेर भन्छ जिन्दानी ज्यान पनि छ क्या खानु थिएन नि केही खान अलिखेर माथि अनि यस्तो छ। हाम्रो छाता हेर्नु यहाँ छ। यसरी अब देब्रे साइडतिर जाने होला हामी। यता हात्तीबन्दी रिसोर्ट भयो, एउटैले पुग्यो है, धेरै नखोल्नु। एउटामा एउटा पनि साथ दिएन हामीलाई। पछि दसैँ तिहार पछि आउँदा चाहिँ यहाँ सफा मौसम हुन्छ, भ्याली देखिन्छ है। यो चम्पादेवी जाने बाटो हो। यहाँ बिसाउने ठाउँ छ, अनि बिचबिचमा खाजा खाने ठाउँहरू पनि छ। हामी पहिल्यै बोकेर आएको भएर यहाँ किनेन। अब शिवपुरी रमाइलो लाग्यो कि यहाँ चम्पादेवी रमाइलो लाग्यो? शिवपुरीको विशेषता भन, कस्तो कस्तो छ त्यहाँ? यहाँ कस्तो लाग्यो? उताको भौगोलिक बनावट फरक छ, यहाँको भौगोलिक बनावट फरक छ। भौगोलिक बनावट अनुसार आफ्नै खालको त्यही अनुसारको विशेषता हुन्छ अनि रमाइलो हुन्छ। अब चाहिँ अलि पानी फाटेको छ, अनि हामी हिँडिरहेछौँ उकालोतिर। अनि रमाइलो भइरहेछ। यहाँ सानो सानो काफलको बोटहरू रहेछ, अनि त्यति फलेको छैन, अलिअलि काँचो रहेछ। त्यही पनि खाँदै हिँडिरहेको थियौँ हामी, रमाइलो भइरहेको थियो। तपाईँहरू पनि चम्पादेवीको हाइकिङ आउन चाहनुहुन्छ भने बाटो पनि राम्रो छ, बाटोमा रमाइलो छ। अनि पानी नपरेको बेलामा त झन् वरपर सबै राम्रो भ्यू देखिने रहेछ। आज चाहिँ पानी परेको भएर त्यति राम्रो देखिएन। उपत्यकातिर राम्रो देखिन्छ माथि डाँडाबाट, हामी चाहिँ देख्न पाइएन। पानी परिरहेको भएर बादलहरू त्यो हुस्सोहरू लाग्यो। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने नजिकै छ, रमाइलो छ। थोरै पैसामा नजिकै गएर फ्रेस भएर आउन सकिन्छ है। नानीहरू सबै अगाडि गइसके के, अनि हामीहरू चाहिँ पछाडि थियौँ। अनि बुढोलाई भिडियो बनाइदिनु न भनेको मान्नु भएन। अनि त्यही मैले बोकिरहेको छु नि, लट्ठी हो, त्यसैले पिट्न लागेँ। कसले बनाइदिन्छ त भनेर पिट्न लागेँ, अनि बल्ल बनाइदिनु भएको। सिजन अनुसारको फल अनि त्यो रुख छ नि ठुलो, त्यो भयो काफल है। त्यो पनि आजभोलि पाक्ने हो। अलि एउटा दुईवटा पाकी पनि रहेछ। अनि यो ऐसेलु भयो, यो ऐसेलु हो यो। अनि अर्को छ हेर्नु, चित्रो भनेर यहाँनिर छ। यो अहिले फलेको रहेनछ क्या खासै, यो अलिअलि फले रहेछ। अब पछि पाक्यो भने पर्पल कलरको हुन्छ, कस्तो राम्रो हुन्छ।
3-4 थरीको फलफुल यहाँ छ। ब्ल्याकबेरी यहीँ छ। अनि यो पाक्यो भने मिठो हुन्छ, गुलियो। अहिले चाहिँ रस भरेको छैन कि पर्दैन सम्म हो यहाँ त पर्दैन। यहाँ भनिरहेछ पसलहरू त्यति गाडीमा पनि त जाने रहेछ मान्छे। त्यही माथिको डाँडा होला दाजु। नभए अर्को डाँडा हुन्छ त त्यहाँबाट अर्को डाँडा रहेछ नि त मैले जाने। कहाँ अन्न पानी केरा केरा 500 रुपियाँ छ्याङ हो कि मै हो छ्याङ पनि हो, मै भयो। छ्याङ कसरी नि? माथि माथिको मै तलको छ्याङमा दिदी होइन, यो छ्याङ उताको मै। छ्याङ कसरी हो? यस्तो वाला छ। खै नानीले त कोरिहाल्नु नि हजुर। ए होस् होस् होस्, पर्दैन। पानी खाम न त, ल्याउनु त पानी यता। त्यो पकाएको होला नि अन्डा हामी सबै पकाएर ल्याएको उयो घरबाटै। पानी यहाँ बाटो बाटोमा पाइँदैछ बेकारमा बोकेछौँ क्या। शनिबार र बिदा बेला त पाउँछ क्या ए अनि तपाईँ बिहान कति बजी आइपुग्नु भयो त यहाँ? यहाँ हामी कति 7:30 मा आइपुग्यो ए व्यापार गर्नलाई अब चाँडै बिहान आउनु पर्यो। तपाईँहरू त छिट्टै आइपुग्नुहुन्छ होला। पानी परि र यहाँ जाडो भएर यहाँ थरथर कामी रह्यो। ए चिया पकाएर खायो। राम्रो हो नि, यहाँ दाउरा नि सस्तै छ। हाम्रो गाउँ जस्तै छ। तपाईँ त आफ्नो गाउँ पुग्या जस्तो मान्नुभयो होला नि। यस्तै त्यो उहरू सबै यस्तो यस्तै त हुन्छ नि हाम्रो नि। गाममा यो बाँचको रुखहरू सबै हुन्छ। अनि गाममा पुग्नु भएको छ बहिनी? गाम गएको छु, गाम पुगेछु। उहाँ नि जानुभएको छ, म नि गएको छु। गाम राम्रो छ नि। गाममा धेरै बस्या हो के, म त 1 महिना जति बस्या हो गाममा। फगाम, त्यसपछि बाहिर गाम भित्री गाम बाहिर गाम। हो भाउजू हजुर। अलिअलि यसो खुट्टा तन्काउने हो के र ल है जाने हो अब। खै मैले भिडियो बनाउँदैछु के, हजुरलाई चाहिँ देखाएको छ। दिदीले पसल खोल्नु भएको रहेछ के। हाम्रो गाउँको कस्तो खुसी लाग्यो, धेरै खुसी लाग्यो। फर्किँदा खामला दिदी। खाइदिनु त पर्यो नै, किनभने अब हाम्रै लागि बस्नु भएको छ। यसरी बिहानै आएर यसरी केराहरू। मम्मी भनेर पकाइदिए त्यहाँ आगोमा पकाइदिन्छु के। ए दिदीको पसल, हाम्रो रोल्पाको दिदी हुनुहुने रहेछ। यहाँ पसल थापेर बस्नु भएको रहेछ। अनि खुसी लाग्यो धेरै आफ्नो गाउँको दिदीलाई भेटेर। अहिले हामी बोकेर ल्याएको थियौँ, अनि त्यही भएर हामी खाँदैनौँ। फर्किने बेलामा खाइदिनु पर्ला दिदीको। सबै राख्नु भएको छ। कसले के खान्छ है, सबै छ यहाँ। मै पनि छ, छ्याङ पनि छ, पानी पनि छ, केरा छ, काँक्रो, अनि जुसहरू पनि छ, सबै छ। हो चटपटी पानीपुरी पनि छ। यहाँ बिसाएर जाने हो एकछिन। पछि त मान्छे ल्याउँछ अलिअलि साह्रो भएर त कस्तो गरौँ नि त जनाउन पर्ने जस्तो पर्यो। हामी बोकेर ल्याएको थियौँ क्या, दिदीको किनेर खान्थ्यौँ हामी। हुन्छ अब उकालोमा अब यत्रो दुःख पाउने नै थिएनौँ। अब हेर्दाखेरि ल्याउनु पर्छ। थाहा थिएन। अनि अब ल्याएन भने त फेरि पाएन भने के खाने? कोही अब चम्पादेवी आउँदै हुनुहुन्छ भने यहाँ बाटो बाटोमा पाइने रहेछ क्या किन्नलाई। उकालोमा बोकेर नल्याउनु भए पनि हुन्छ, किनभने अब आफै हिँड्न गाह्रो हुन्छ। खानेकुराहरू बाटो बाटोमा पाइँदो रहेछ, नल्याउनु भए पनि हुन्छ है। उता हो बहिनी। यहाँ हामी चाहिँ थाहा नभएर यहाँ बोकेर ल्याएको सबै खानेकुराहरू। खानेकुरा नि बोक्नु मान्छे नि हिँड्दाखेरि अलिक गाह्रो भयो। नल्याए पनि हुने रहेछ। यहाँ ठाउँ ठाउँमा छ पसल। यहाँ सबैजना थकित भएर थकाइ लागेर जम्मैलाई।
तर धेरै बिहान दिनदिनै हिँड्ने मान्छेलाई त्यति गाह्रो पनि छैन। हामी यत्रो भारी बोकेर नि हिँडिरहेछौँ नि। त्यति धेरै गाह्रो पनि छैन। यसरी हिँडिरहेछन् मेरो छोरीहरू। यो पहिला पहिला म नि सक्दैन थिएँ नि बुढो। गोसाइँकुण्ड जाँदा यति गाह्रो भएको थियो। त्यति बेला अलि मोटी पनि थिएँ। पेटले गर्दा गाह्रो भएर अहिले चाहिँ पेट घटेछ क्या मेरो। अनि फेरि दिनदिनै हिँडिन्छ पनि। के हेर न म त मन्दिर रहेछ भनेर मक्खु छेपारो होइन यो माउसुली पनि होइन गोरो हो। गोरोको बच्चा हो। यत्रो हिँड्दाखेरि यही एउटा जनावर देखियो है। अब हामी चटपटे खान लागेको छौँ है। यहाँ अहिले चटपटे र पानीपुरी भयो। श्रीमानजी मिठो छ। लु उसले मही हालिरहेछ नमुनाले। यो चाहिँ अचार, रोटी अचार। एउटा त्यसैमा राख भने सुन्नुहोस्। अनि त्यसपछि कान्छी राजमा के गरेर गिलासमा हाल्नु? गिलासमा हालेर खामलाई अन्तिममा छोडिदियो। मही सकेर राजमा गिलासमा हालेर खाने है त। अनि के छ त्यहाँ दाना दुनी चना? कतिवटा छ गिलास? पुग्दैन। छोडिदियो आफ्नो आफ्नो गिलासमा राजमा। चम्चा छैन। लु खान लागेको है हामी। हातैले खाउँछु के हुन्न। अब हरिवंशले भने जस्तो आलुको तरकारी, आलुको भात, आलुको अचार, आलुको दाल। लु है गाइज हामीहरू खान लायौँ। दाजु म लडाइदिने हो कि फेरि म त ल इ हालेर खाऊ। नानी यसलाई कहाँ राख्ने? काहीँ न काहीँ राखौँ न व्यवस्था। फर्कियौँ अब हामीहरू खाइपिई गरेर। यसो कति बजे कान्छे अहिले? मोबाइल हेर न कति बज्यो? 1 बज्यो। ए अनि यहाँदेखि चाहिँ यता तलतिर नगएर यसरी यता गयो भने किर्तिपुर हुँदै मच्छेगाउँ, किर्तिपुर हुँदै बल्खु कालीमाटी भनेर लेखा छ यहाँनिर। यहाँ अनि यतातिर गयौँ है त हामी। यहाँ तलतिर गयो भने त्यही भन्ज्याङमै पुगिन्छ। यसरी आयो भने अब हामी गयौँ अर्को बाटो। यसो गर्दाखेरि अब आउँदा एउटा बाटो फर्किँदा अर्को बाटो भयो भने रमाइलो पनि हुन्छ। छुट्टा छुट्टै ठाउँको छुट्टा छुट्टै अनुभव हुन्छ। यो पछि मात्रै पाक्छ है यस्तो। अब यही पनि खाने हो, पछि खान पाइन्न यसलाई। अब यस्तै खाने हो। कस्तो सुनसान बाटो। यो बर्खामा त झन् कोही पनि नहिँड्नु होला है यो बाटो त। जति जान्ने बुझ्ने सक्ने हिँड्न सक्नेवाला भए पनि नआउनु होला यो बाटो। बर्खामा झन् गाह्रो छ। बरु जुन बाटो आउनुभयो त्यही बाटो फर्किनु हो भने राम्रो हुन्छ। कान्छी जाम हिँड, बिस्तारै हिँड। फोटो पनि नि डरले म त यतातिर हेर्दै हेरेन, कुनै कुनै मात्रै हेरिरहेको छु। त्यतातिर नै हेर्न झन् डर लाग्छ। खुट्टा चाहिँ अलि ठाडै बनाउने होइन, अलि तेर्सो तेर्सो बनाएर हिँड क्या। मौसमले पनि हामीलाई अलिकति दया गरेर कति उ गर्नु र यिनीहरूलाई बिचारा त्यति टाढाबाट आएको छ। कति धोका दिनु भनेर अहिले चाहिँ खुल्यो है। अलिकति भए पनि यति थोरै भए पनि भ्याली देख्यो। भ्याली चाहिँ फेरि कङ्क्रिट जस्तो हेर्नु न हाम्रो भ्याली। मेरो घर मान्छे चाहिँ तराईबाट आए मान्छे हो।
मेनका मेरो भर माने चाहिँ नि अहिले उहाँ पनि तराईवासी झन् के को गाह्रो छ होला नि त तपाईँलाई नि यहाँ हिँड्न चाहिन्छ यसले गर्दा पनि को नबोलेर सडक हिँड्ने तल कस्तो राम्रो रहेछ हौ बाटो पनि त खुब मन पर्यो दाजु यो होइन यहाँ ठिक छ होइन पानी पर्याएर नजान्ने मान्छे नआए हुन्छ यहाँबाट त छड्यो भने लड्यो भने कहीँ अड्डिँदैन है फेरि त्यस्तो हो कुरा भने लिचीको पत्ता जस्तो चाहिँ आया ल माथि ओह्रालो झरिसकेर हामी यसरी तेर्सो बाटो जाँदैछौँ अब हामी कहाँ मच्छे गाउँ हो र यो मच्छे गाउँ हो अब यहाँनिर बसपार्क कहाँनिर छ गाडी कहाँबाट लाग्छ हामी जाँदैछौँ